आमामामा रवि कम्ता फटा मान्छे हो त, कम्ता फटा मान्छे हो। मन्दिरमा घन्टी बजाउनु पर्छ नि त जसरी पनि मन्दिर गयो भने। अनि केपी अनि प्रचण्डे अनि यिनीहरूलाई चाहिँ नगई नहुने के, मैले जित्नु परोस् भनेर पनि घन्टी बजाउनु त जानु पऱ्यो नि त मन्दिर त, भगवान्लाई प्रार्थना त गर्नु पऱ्यो नि त। त्यही भएर आमामा चिन्नु पनि क्या रोजिया हो क्या, आमा है है दिमाग खेलाडी यस्तोलाई भन्छन् के। तिमीहरू बुढा भइसक्यौ कि केपी बाहरू, छोडिदेऊ ओली बाहरू, छोडिदेऊ क्या तिमीहरू प्रचण्डहरू। हुनु चाहिँ म पनि माओवादी हो है, भोट चाहिँ अहिलेसम्म कसैलाई दिएको छैन, तर पनि माओवादी भन्यो भने खोइ किन पो अर्कै जोस जाँगरहरू आउँथ्यो। तर अहिले चाहिँ तिमीहरू चाहिँ अब तिमीहरूको काम गयो, तिमीहरूले हाम्रो केही बनाएनौ हाम्रो देश है, अब चाहिँ हामीले चाहिँ नयाँलाई नै दिने हो। त्यही भएर आमा म त यो सोच्दा सोच्दै पागल क्या। अनि नबनाऊ भन्दा पनि आज फेरि म कति टेन्सनमा के, मेरो आइफोन हरायो क्या साथीहरू, के गर्नु मेरो आइफोन हराइसक्यो। अब भिडियोको क्वालिटी चाहिँ त्यस्तै हो, उस्तै पनि नराम्रो मान्छे, फेरि भिडियोको क्वालिटी त अब खत्तम आउनु भयो। ओके यति भन्न आएको ल, गुड नाइट, बाई बाई।